हामी आएको छौँ तारकेश्वर मन्दिर। यहाँ महादेवको मन्दिर छ। अब हामी त्यहाँ जाँदैछौँ। त्यहाँ गएर हामी देखाउँछौँ कस्तो छ। यहाँबाट माथि जाँदो रहेछ तारकेश्वर मन्दिर। शिवपुरी नेसनल पार्क भित्र पर्दो रहेछ यो पनि। रुख ढलेर ट्याक्क अर्को रुखमा गएर अड्डेको छ। जस बाटो भएको छ यहाँ। यसमाथि सर्यो भने त सिधै खस्यो भने त बर्बाद हुन्छ। रिस्क नलिउँ। सो हामी अगाडि बढिसकेको छौँ। अब कस्तो छ देखाउँदै जान्छौँ हामी। एकदम पिसफुल इन्भाइरोमेन्ट छ र बाटो चाहिँ ठाउँ ठाउँमा सिडीहरू रहेछ। अनि मजाको ठाउँ छ। मजाले इजिली चढ्न सकिन्छ। म त सुत्देको गाइज तर सकिँदो रहेछ। सो हामी रेस्ट गर्दैछौँ। सबै ट्रेन आउनु गरी मात्र सँगै उडिरहन मन भोनी तिम्रो त्यो बासना मुटुमा चल्यो रे। तिम्रो त्यो बोलीमा मगनै भएर तिम्रो गाडी फुलहरू चम्क्यो रे। मन चेक क्वेख आसे रे आसे चम्पा जेन नापाम वेख जे छन्तो लिने एबर नापाम वेख आसे रे आसे चम्पा जिन नापाम वेख। शान्त वातावरण हो क्या यहाँको। हेर्नु त वाउ क्या मजाको ठाउँ छ यार। यहाँ ट्याक्क के यो घाम पनि यहाँनिर आएर हराएको जस्तो छ क्या। मजाको। चढ्नु न चढ्नु। So guys, humanized Bandar is here. Wait! Hiking
हुँदैछ हाम्रो हाइकिङ। भिडियो बनाउनु त बिर्सिरहेको यस्तो पिसफुल इन्भाइरोमेन्टमा हाइकिङ गर्न कति मजा आउँछ यार। हामी नेक्स्ट टाइम पनि आउन सक्छौँ मेडिटेसन यो ठाउँ, किनकि मेडिटेसन इज अन पिक। यो पनि वान अफ द बेस्ट हाम्रो बकेट लिस्टमा वान अफ द बेस्ट डेस्टिनेसन पनि पर्छ। फाइनली तारकेश्वर भ्यू पोइन्ट पुगिसकेको छौँ हामी। अब यहाँबाट भ्यू त देखिन सकिन्छ। वाउ, आई लभ तारकेश्वर ल ठिक छ। भ्यू चाहिँ यस्तो छ। लाली गुराँस कसम सुईको के बसाइरहेको सुईको जस्तो छ। कहाँ छ भर्खर खै पो रातो पातलै लाली गुराँस बनाएको छ भर्खर फुलेको हो कि है? भर्खर फुलेको त्यो बेसरी फुलेको होला सक्छ सकिन्छ यो। अनि फुलेर सकिने बेला भइसक्यो त। यहाँनिर छ लाली गुराँस, थोरै थोरै देखिएछ। लाली गुराँस मन्दिर अझै पुगेको छैन हामी, किनकि हामी मजाले आराम गर्दै होइन, फोटो खिच्दै रमाउँदै एकदम आनन्द लिँदै गइरहेछौँ। किनकि नेचरको भरपुर मजा लिनुपर्छ र त्यो मजा हामी गुमाउन चाहँदैनौँ। र तपाईँहरूलाई पनि यो भिडियोबाट मजा दिन चाहन्छौँ हामी। मजा लिनुहोस्, हामी तपाईँलाई देखाउँछौँ यहाँको पिसफुल वातावरण रमाइलो छ। ठाउँ ठाउँमा गुराँस पनि फुलिसकेको छ है गाइज। यहाँ चाहिँ सानो मन्दिर आएको छ। यो के मन्दिर हो वी डोन्ट नो। यो मन्दिरमा चाहिँ यो यस्तो टाइपको हेर्नु त, राम्रोसँग हेर्नु त्यहाँ हेर्नु, ढुङ्गा यस्तो बनाएर जाँदो रहेछन् है मान्छेहरू। कतिवटा, एउटा दुईवटा तिनवटा चार पाँच के पाँचवटा हो कि जस्ट नर्मल जतिवटा बनाइनु हुन्छ? यो यस्तो बनाउनु हुँदैन नि। यो खासमा किन बनाएको होला यसो भन्नुहोस्। त्यो यो विस मागेको हो कि यो केही मनोकामना पुरा हुन्छ कि समथिङ। तिर चाहिँ गुराँस फलेको रहेछ। सो हामी गुराँस हेर्न जाँदैछौँ। ठाउँ ठाउँमा गुराँस देखेँ मैले। यहाँ चाहिँ अलि नजिकबाट देखेको छ, नै राम्रोसँग देखेको छैन क्या गुराँस चाहिँ टिप्नु भएन, किनभने अब हामीले टिप्यौँ भने यो सकिन्छ, अरूले हेर्न पाउँदैन। सो गुराँस चाहिँ नटिप्नु होला यही भन्न चाहन्छु म चाहिँ। तर दामी छ गुराँस यार। सायद यहीँबाट जान्छ होला, माथितिर मन्दिर छ जस्तो लाग्यो। हामी पुगिसकेछौँ लगभग। तारकेश्वर महादेव फाइनली पुगिसक्यौँ हामी। वाउ,
कति पिसफुल एरिया हो यार। तारकेश्वर महादेव के छ यता? यहाँ चाहिँ तारकेश्वर कुण्ड रहेछ। यहाँ पानी चाहिँ आइरहेको छ। यो पुरै भरिन्छ होला पछि चाहिँ। अनि यता चाहिँ यहाँ चाहिँ रेस्ट गर्न पनि सकियो। यहाँ शिवलिङ्गहरू रहेछ। हामी चाहिँ अझै पुगेको छैन। अझै माथि, यहाँ माथि त्यहाँ गुफा। हेलो बाबु, के हो तिम्रो नाम? रिजाल? के रिजाल? के रिजाल भन्यो? सिरियस कुमार? सिरियस? आमा नामै सिरियस छ। तिमी झन् कति सिरियस होला। अनि यो निधारमा कहाँ लगायो? कहाँबाट लगायो तिमीले? माथि नै लगाएको? ए के खाँदैछौ त अनि? चक्लेट? कसले दियो चक्लेट? अब यता माथि मन्दिर छ, गुफा टाइपको मन्दिर हैन? तर यो चाहिँ किन हो? यो सिडी पुरै माथि चढ्नुपर्छ। त्यो चाहिँ हाइटमा छ। त्यहाँबाट भ्यू पनि दामी देखिन्छ। ल हामी सँगसँगै जाउँ। तपाईँहरू पनि सँगसँगै हिँड्नुहोस्। म तपाईँलाई त्यहीँसम्म देखाउँछु सिडी चढेर। ओ नो, सिडी चाहिँ कडा रहेछ। के हो? मुलको पानी हो? पानी पनि बगिरहेको रहेछ। यताबाट पो आइरहेछ। सिडी हेर्नु त, खतरनाक सिधा माथि। तारकेश्वर बुढा महादेव। जय शिव शम्भो। तपाईहरुलाई मेन जसको लागि हामी आएको छौं त्यो मेन गुफावाला मन्दिर देखाउने बाँकी छ। त्यसैले हामी अझै माथि सिडी चढ्दै छौं। यो बाटो पनि जान्छ कि यो त त्यहाँसम्म पुग्दो रहेछ। मेन गुफा चाहिँ यता छ। ल
ल दर्शन गर्नु है त। ओम नमः शिवाय, जय शिव शम्भो। लाली गुराँस पनि यहाँ चराको रहेछ। अब यहाँबाट चाहिँ होइन यताको भ्यू देखिन्छ कि यो गुफाबाट सिधै हेर्नु न। ओए आरामसँग आउनु, झन् त्यस्तो नगर्नु। किन डराएको तपाईँ? तर यो चाहिँ डेडली ठाउँ छ यार। यहाँबाट सिधै तल खसेला जस्तो छ। यता चाहिँ यहाँ चाहिँ मन्दिर छ होइन। अनि यहाँबाट चाहिँ पुरै भ्यू देखिन्छ। उतातिर हिँड्ने चाहिँ रमाइलो छ। यहाँनिरबाट पुरै भिरालो हो क्या यो। हेर्नु यता हेर्नु, यो सिमेन्टीहरू यस्तो भएको छ, केही नसमात्नु होला है। यस्तो यस्तो कुराहरू बुझ्नुभयो कि नै? धेरै बेर बस्न सकिँदैन यार, निस्किम यहाँबाट। यो चाहिँ डेडली छ क्या यो ठाउँ। ओ माई गड। ल फाइनली हामी सबै दर्शन गरेर निस्किसक्यौँ।